मुर्कुटाहरू निस्किन्छ अरे भन्थ्यो टाउको नभएको होइन। मैले टाउको नभएको मुर्कुटा पनि भेटिनँ। पछाडि खेल्न मन लागिरहेको छ त्यो मुर्कुटासँग मुर्कुटा। हेलो गाइज, वेलकम ब्याक टु मी सञ्जय साम्बा ब्लग। तपाईँलाई सञ्जय साम्बाको ब्लगमा स्वागत छ। म चाहिँ आज कहाँ गइरहेको छु थाहा छ? म चाहिँ आज शनिबारे गएको छु। तर यो ठाउँमा चाहिँ के छ अरे भन्दाखेरि राति हिँड्यो भने चाहिँ एकदमै धेरै भूत आउँछ अरे क्या, होइन? मुर्कुटा आउँछ अरे। थाहा छ कि छैन त्यो मुर्कुटा भनेको? मुर्कुटाको चाहिँ अलिकति टाउको यति टाउको हुँदैन अरे। अनि यहाँदेखि चाहिँ होइन साथीहरू हेर्नुहोस्, यहाँ परसम्म यो खोल्चीसम्म चाहिँ यहाँनिर चाहिँ मुर्कुटा आउँछ अरे। मुर्कुटा चाहिँ कस्तो खालको मुर्कुटा तपाईँलाई थाहा छ होला नि, होइन? यहाँदेखि टाउको नभएको होइन हुन्छ अरे भूत। त्यस्तो ठाउँमा हिँडिरहेको छु आज चाहिँ। अहिले चाहिँ कति बजिरहेछ भन्दाखेरि दिउँसो नै छ। दिउँसोको अहिले चाहिँ लगभग कति 2 बज्न आँटिरहेछ होला, होइन? अनि 2 बजी चाहिँ म तपाईँहरूलाई देखाउँदैछु यहाँ र त्यहाँसम्म चाहिँ मुर्कुटा पाउँछ अरे क्या। त्यो चाहिँ एकदम धेरै डेन्जर भन्छ। दिउँसो छ त्यही भएर डर लागिरहेको छैन। कुनै दिन होइन तपाईँहरूले चाहनुभयो र माग्नुभयो भने चाहिँ म यहाँनिर रातिको 12 बजी हिँडिदिन्छु। रातिको 12 बजी भिडियो बनाएर मुर्कुटा भेट्छु कि भेट्दिनँ यस्तो छ। हेर्नुहोस् कस्तो छ, एकदम दर्दनाक। झन् यतिखेर हुस्से नै हुस्से छ एकदमै धेरै। हेर्नुहोस् गाइज यस्तो छ ठाउँ। हेर्नुहोस् त कस्तो देखिरहेछ होला। यहाँनिर चाहिँ भूत पाउँछ ल भन्दै म चाहिँ अब निस्केँ। म चाहिँ त्यहाँ केटाहरू शनिबारे गएको रहेछ। अनि शनिबारेमा केटाहरूले बोलायो। अनि शनिबारे नै भेटेर माथि मानपुर जानुपर्ने छ। ल त गाइज हेर्दै गर्नु होला। तपाईँहरूलाई मैले भूत पाउने ठाउँ पनि देखाइदिइसकेँ, होइन? भन्दै अब चाहिँ म निस्किनु पर्ने हुन्छ, होइन? डर लाग्दो ठाउँ छ नि यहाँ। हेर्नु त सबै कस्तो छ, हुस्से छ। तर यहाँ बस्ने मान्छेलाई चाहिँ फेरि वास्ता हुँदैन, दामी हुन्छ। भुसेको हावा नि शीतल हुन्छ, होइन? अब बर्खा लागेपछि अलिकति टाइमहरूमा चाहिँ यस्तै हुस्से हुन्छ। गाइस अम्लिसोहरू पनि यतिको भइसक्यो। अब यो अम्लिसो चाहिँ फाड्नुपर्छ, गोड्नुपर्ने हुन्छ, होइन? यही छ यहाँको हराभरा भन्ने चिजै यही छ। एकदम धेरै सुन्दर भइरहेछ, होइन? ल गाइजहरू म निस्केँ, हेर्दै गर्नु ल। गाइज मैले चाहिँ के गरेँ भन्दाखेरि त्यो भुतिया ठाउँलाई चाहिँ पार गरेँ। डराउँदै भए पनि, होइन? अहिले फेरि अर्को डेन्जर ठाउँमा छ। हेर्नुहोस् यसमा चाहिँ म टक्क हिँडिरहेको छु क्या। कहाँसम्म हिँड्नुपर्छ थाहा छ? परसम्म हिँड्नुपर्छ। डराउँदै भयो भने मैले त्यो चाहिँ पार गरेँ। यहाँबाट छोटो जस्तो देखिरहेको छ ल, तर लगभग यो 15-20 फिटको उचाइमा छ। यस्तो डेन्जर छ, बहुत डेन्जर छ गाइज। ल हेर्दै गर्नु होला। अब यसलाई पनि पार गरेर म चाहिँ शनिबारेतिर लागेँ। मेरो गाइजहरू शनिबारेमा छ होला। ल 6.5 hours later. हेलो गाइज, म चाहिँ अहिले रातिको 11 बजिरहेछ, होइन? अनि रातिको 11 बजिरहेछ। म चाहिँ एक्लै जङ्गल, सुनसान जङ्गलमा छु। यहाँ चाहिँ एकदमै धेरै तर्साउने भुतिया जन ठाउँ हो, होइन? यहाँ चाहिँ म एक्लै हिँडिरहेको छु। हेर्नुहोस् बाटो मात्र देखिरहेछ, होइन? यतातिर जङ्गलै जङ्गल छ।
मलाई चाहिँ अब बाटोमा म भूत भेट्छु कि भेट्दैन नि साथी हेर्नुहोस् है। स्पिड जानुपर्ने हुन्छ होइन, बिस्तारो पनि हिँड्नु हुँदैन। बाटो पनि उयो भएको कारणले गर्दा हुस्से लागेको कारणले गर्दाखेरि एकदमै धेरै हुस्से लागेर डम्म भइरहेछ। यस्तो छ, म चाहिँ सुनसान जङ्गलमा छु है त साथीहरू। टाटा र टुटु किराहरूको आवाज बाहेक अरू केही छैन। हेर्नुहोस् यस्तो छ, छेउछाउमा त केही देखिँदैन। पुरा हावा पनि चलिरहेछ, हुस्से लागिरहेछ। एक्लै छु है म। मलाई तल पुग्नु आधी घन्टा जस्तो लाग्छ होला होइन। हुस्सेले गर्दाखेरि बाटो पनि देखिरहेको छैन, नभए चाहिँ देखिनेको। मलाई डर लागिसक्यो है गाइस साथीहरू, मलाई डर लागिसक्यो। यो गोरुहरू रहेछ, गोरुहरू सुतिरहेको रहेछ बाटोमा होइन। जुकाहरू पनि हुन्छ यहाँ चाहिँ, तर जुकाहरू चाहिँ छैन रहेछ। केही देखिँदैन है। क्यामेरामा पनि ननिस्किने रहेछ। आज चाहिँ म भुतिया जङ्गलमा भूत खोज्दै नै हिँडेको है। यो चाहिँ मेरो घर जाने बाटो हो। रात परेपछि चाहिँ म यसरी हिँड्नुपर्ने हुन्छ क्या। यहाँनिर चाहिँ पानी पनि सिरसिर परिरहेछ, हावा पनि चलिरहेछ, हुस्सु पनि आइरहेछ होइन। र यो सुनसान जङ्गलमा म एक्लै छु गाइस। अब चाहिँ म कुद्नु पर्ने हुन्छ, किनभने मलाई पनि डर लाग्यो होइन। यहाँनिर भिड छ, यहाँदेखि झऱ्यो भने मान्छे मरिन्छ है। भुतिया जङ्गल लास्टै डर भयो गाइस। भुतिया जङ्गलमा हिँड्नु लास्टै डर भयो क्या। ढुङ्गाहरू हान्छ, के गर्छ भनेर सुनेको थिएँ। मलाई ढुङ्गा हानेको छैन। पानी अलिक ठुलो पर्न थाल्यो, पानी चाहिँ पुरै पर्न थाल्यो। अब म कुद्छु। कस्तो लागिरहेछ गाइजहरू, तपाईँहरू यसरी हिँड्न सक्नुहुन्छ कि सक्नुहुन्न त कमेन्ट गर्नुहोस् है। यसरी क्यामेरा बालेर टस देखाउँदै हिँड्नु चाहिँ फेरि नटजुक। आज चाहिँ मेरो अचम्मकै यात्रा हो क्या, अचम्मकै। यतिखेर बर्खामा सर्पहरू पनि देखिन सक्छ होइन। के देखिन सक्छ। यसलाई चाहिँ मैले गोजीमा राखेर हिँडिरहेको छु म आज होइन। डरलाई चाहिँ काबुमा राखेर हिँडिरहेको अवस्था छ गाइजहरू। म घर पुग्छु कि पुग्दिनँ है। हेर्नुहोस् त्यस सुनसानै छ। त्यो सुनसान यात्रा भइरहेछ नि मेरो। ल गाइज म पुग्नु आँटिसकेँ होइन। तर मैले बाटोमा केही भेटिनँ, केही नै भेटिनँ। मुरकुटाहरू निस्किन्छ अरे भन्थ्यो, टाउको नभएको होइन। मैले टाउको नभएको मुर्कुटा पनि भेटिनँ। पछाडि खेल्न मन लागिरहेको चाहिँ त्यो मुर्कुटासँग मुर्कुटा आयो भने चाहिँ
के गर्नुपर्छ अरे भन्दाखेरि पछार्नुपर्छ अरे, आफूले पछार्यो भने मात्रै जितिन्छ अरे, नभए चाहिँ मुर्कुटाले पछार्यो भने हामी मरिन्छ अरे होइन। मुर्कुटा भनेको चाहिँ टाउको नभएको तपाईँलाई थाहा नै छ होला होइन। एक्लै चाहिँ पछाडि पनि हेर्नुहोस् कोही छैन। राति हिँड्दाखेरि चाहिँ के भन्दाखेरि फर्केर पनि पछाडि नहेर्नुहोस् अरे, पछाडि हेरिसकेर फेरि अगाडि हेर्दाखेरि भूत देखिन्छ अरे होइन। त्यही भएर म पछाडि चाहिँ टस मात्रै देखाइदिँदैछु छु, यी हेर्नुहोस् होइन। अनि म चाहिँ हिँडिरहेको छु स्पिडमा। म सेफ, म फाइनली राम्ररी पुगेँ गाइज। अरे यो मेरो लास्टै डरलाग्दो यात्रा भइरहेको छ। रातिको 11 बजी, अब चाहिँ 12 पनि बज्न आँट्ला र फाइनली म अब चाहिँ घर पनि पुगेँ होइन। घर पनि पुगेँ, भूत पनि भेटिनँ, मुर्कुटा पनि भेटिनँ, तर्साउने सर्साउने केही भेटिनँ। तर यो चाहिँ डेन्जर ठाउँ अरे, तर्साउने होइन। म घर आइपुगेँ। म साथीहरू घरमा मेरो बत्ती बलिरहेको छ, हेरौँ को के गर्दैछ है त। भूतनी यहाँनिर सुतिरहेछ मेरो भूतनी। ल त गाइजहरू, अब हिजो मैले भिडियोलाई इन्ड गर्न पाइनँ होइन। भिजेर आएँ, के भयो कस्तो भयो होइन। अनि अलिकति प्रब्लम भयो नि, रात पनि परिरहेको थियो, अनि क्यामेरा राम्रो नआएको कारणले गर्दाखेरि अनि मैले इन्ड गर्न पाइनँ। त्यही भएर आज इन्ड गर्दैछु। ल यो भिडियो हेरेर तपाईँहरूलाई कस्तो लाग्यो होइन, राम्रो लाग्यो भने राम्रो प्रतिक्रिया दिनु होला, नराम्रो लाग्यो भने नराम्रो प्रतिक्रिया दिनु होला। अनि सेयर, सब्सक्राइब, कमेन्ट होइन, लाइक गर्न चाहिँ नबिर्सिदिनु होला। अनि अन्तिममा त्यो बेल आइकन थिचेर नोटिफिकेसन, तपाईँको फोनको नोटिफिकेसन अन गरेर राख्नु होला भन्दै हस्त तपाईँहरूसँग बिदा हुन चाहन्छु।